हेलो फ्रेन्ड, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ होइन हाम्रो घरमा धान कटाइ भइरहेछ, जुन एकछिनमा नास्ता गरेर हामी धान काट्न सुरु गर्नेछौँ। भित्र चाहिँ नास्ता भइरहेछ होइन, अरू नास्ता गरिरहेछन्। म चाहिँ एकछिन गएर टक्क नास्ता गर्छु। यता चाहिँ नास्ता भइरहेछ, बहिनीमा नास्ता गरिरहेछ। राकेश अन्टी सबजना धान काट्ने टिम हो। यति रोटी छ नि, अहिले रोटी खाएर सब जानुपर्छ धान काट्न। होइन यहाँ चाहिँ ठाउँ छैन बस्ने, उतातिर गएर खानुपर्छ। यो चाहिँ दही हो, खै रोटी दियो। ल 2टा रोटी दियो। राकेश चाय लिएर आ त। त्यहाँ ठाउँ छैन बसेर खानेको लागि। म चाहिँ यहाँनिर हक्क कुर्सी लगाएर यहाँनिर बसेर खानुपर्छ गाइज। यस्तै हो, खाना भएपछि यहाँनिर राख्ने हो। यता ल राकेशले पनि मेरो लागि चिया लिएर आइसकेको छ। चिया बिहानको नास्तामा। यो अब मलाई चिया त मन पर्दैन, त्यही पनि अलि अब खाने अरू त्यो भएन, अलि एनर्जी दिन्छ चियाले चाहिँ। चिया दही अनि यो चाहिँ रोटी हो साथीहरू है। साथीहरू होइन नास्ता खाएर भइसक्यो। अब यो 3वटा आँसी र यो आँसी पलाउने ढुङ्गा लिएर म र राकेश खेततिर जाँदैछु साथीहरू होइन। यहाँ त यस्तो छ साथीहरू होइन, यहाँबाट हाम्रो घर चाहिँ यस्तो देखिन्छ। बबाल आज चाहिँ अलि मौसम रमाइलो पनि छ, किन भनेपछि कुहिरो लागेको मौसम आज रमाइलो छ। यस्तो छ कि कुहिरो लागेर आज आयो नि यार यो दसैँ दिवालीको भाइब। किनभनेपछि पहिला त दसैँ दिवालीमा यस्तो बिहान यस्तो हुन्थ्यो, रमाइलो इन्जोय हुन्थ्यो कि अलि यस्तो हो। हाम्रो खेत चाहिँ अब यही हो होइन, यो रुख छ नि, यो रुखको ठ्याक्क त्यो सिधा अगाडिसम्म त्यो घाट चढेर गइरहेछ। अब यसरी गइरहेछ होइन। वाह, ऊ चाहिँ गयो, अब म गइरहेको छु यहाँबाट। अब यो घाट त टोड्नु भएन, किनभनेपछि फेरि काटेको धान गोरुहरू खाइदिन्छन् नि, यताउता भइहाल्छ। त्यही कारणले हाँसी कहाँ फाली पाएन, यो हो कि अलि ढुङ्गो कहाँ फाली परे यहाँसम्म। यहाँदेखि सुरु गर्नुपर्छ होइन काट्नको लागि। म चाहिँ काट्न सुरु गरिरहेको गर्छु म काट्नको लागि। अरू आउँदै गर्छन् काट्न, सुरु गरिदिने हो काट्नको लागि। आज रमाइलो गर्नुपर्छ काट्दै। हो जिन्दगी, अलिअलि धान पनि काट्नुपर्छ गाउँघरतिर भनेपछि। धेरै त सकिन्न होइन। अहिले चाहिँ मैले यति धान काटिसकेको छु, यहाँनिर यति छ अनि यहाँनिरको एरिया यति छ, यति काटिसकेको छु। टाइम लाग्छ, लगभग 12-1 बजीसम्म त सकिहाल्छौँ होला काटेर। यो आउँदैछु त्यहाँसम्म, अरू पनि आउँदैछन्। म र भाइ त आइसकेका छौँ। यो चाहिँ मेरो भाइ हो। भाइले चाहिँ काटिरहेछ होइन, अहिले उसले चाहिँ बसेर काटिरहेछ। फर्स्टचोटि हो क्या उसले यसरी धान काटेको। पहिलो साल पहिला काट्थेन, ऊ भुक्कालाई समात्दाखेरि कस्तो गरिरहेको धानको त्यो भुक्कालाई होइन, च्याट हान्नबाट चाहिँ काट्न नजानेर। साथीहरू होइन हाम्रो धान काट्ने मान्छे चाहिँ सब आइसकेका छन्। त्यही 9 बजेसम्म आउँछन् होइन, भनेपछि यहाँ फेरि अलि गाह्रो हुन्छ भने
यतादेखि लिएर त्यहाँ दुईवटा आन्टी त्यहाँ छन्, एक आन्टी यहाँ छन्, फु त्यहाँ बहिनी उतातिर। म चाहिँ यहाँनिरबाट काटिरहेको छु। यो सब काटेको मेरो हो, अहिले मैले काटेँ हो। यो बिहान नै आएर 6 बजे मैले काटेँ हो होइन, तपाईँहरूलाई थाहै नै छ, भिडियोमा देख्नु भएको छ होइन। यो राकेश भाइले मैले काटेको थियौँ, अहिले यतातिरबाट कटाइ भइरहेछ। ल म यहाँ काट्दे त जात धान काट्दे, हात काटिन्छ त्यसो। ल त्यही समातेर काट, ल काट छिटो। ल जा त म यहाँ काट्दे त, त्यहीँखिन काट्दे, फु काट्न लाग्यो नि त, त्यहीँखिन काट्दे, काट छिटो। यो समात हात र समात, तलीबाटी काट, ठेक्काबाटी काट, काट्दे म यहाँ तली। दादा कसरी काट्छ ल, हात यसरी काट, ल काट्दे त, काट ल, तलीबाटी ठेकाबाटी ठेकाबाटी काट, त्यहाँबाटी काट तान काट छिटो। यसो गर, तान आसी तान। दादा कसरी काट्छ लाग्छ, त्यसरी काट्छ। ल त म यहाँ काट्दे त, उसलाई चाहिँ आउँदैन नकाट्न, त्यसै हो। यहाँ नलगाएपछि हामी चाहिँ अहिले थकाइ लागेर यहाँनिर बसेका छौँ। यतातिर काट्दैछन् मान्छे तिनीहरू, फुपू बहिनी तिनीहरू। हामी धेरै काट्नुपर्ने छ अझै। साथीहरू न, हामीले चाहिँ यो एक गडो काटेर सकिया छौँ। अब उतातिर अर्का गडातिर लागेका छन् र सकिन्छ होला आज साँझसम्म। काम गर्ने मान्छे धेरै भइसकेका छ, यहाँ सब काटिरहेछन् यतातिरबाट। उता काटेका बिगाड्दा हो होइन। हामीले चाहिँ एक गडो काटिसकेका छौँ, अर्को गडोको आधा पुगिसकेका छ, यति काटिसकेका छौँ। तिनीहरूले चाहिँ यहाँ पुगाइसकेका छन्, फुपूले र बहिनीले। बाहिर जानुपर्ने काम भयो, इमर्जेन्सी होइन, त्यही कारणले म चाहिँ गइरहेको छु। उतातिर काटिरहेछन् तिनीहरू, म चाहिँ 2 गडा काटेर घरतिर गइरहेको छु होइन। मेरो इमर्जेन्सी काम परेको कारणले म घरतिर गइरहेको छु। उता काटिरहेछन् सबले। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला।